गुड मर्निङ एभ्रीवन। आज हामी दुई अक्षरका शब्दहरू र्याम्सबाट पढ्नुहुन्छ। ल पढ्ने है त। एउटा अक्षर क हुन्छ, अर्को अक्षर प हुन्छ। क र प मिलेर कप शब्द बन्दछ। एउटा अक्षर ब हुन्छ, अर्को अक्षर ल हुन्छ। बल मिलेर बल शब्द बन्दछ। बल मिलेर बल शब्द बन्दछ। एउटा अक्षर ख हुन्छ, अर्को अक्षर ल हुन्छ। खल मिलेर खल शब्द बन्दछ। खल मिलेर खल शब्द बन्दछ। एउटा अक्षर ढ हुन्छ, अर्को अक्षर क हुन्छ। ढक मिलेर ढक शब्द बन्दछ। ढक मिलेर ढक शब्द बन्दछ। एउटा अक्षर फ हुन्छ, अर्को अक्षर ल हुन्छ। एउटा अक्षर फ हुन्छ, अर्को अक्षर ल हुन्छ। फल मिलेर फल शब्द बन्दछ। फल मिलेर फल शब्द बन्दछ। एउटा अक्षर ज हुन्छ, अर्को अक्षर ल हुन्छ। जल मिलेर जल शब्द बन्दछ। जल मिलेर जल शब्द बन्दछ। कस्तो लाग्यो तिमीहरूलाई र्याम्स? ताली बजाउनु।